हेलो गाइज वेलकम माई ब्याक टु युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु। आज म फेरि एकदमै लामो समयपछि भ्लग बनाउने क्रममा तपाईँहरूको माझ उपस्थित भइसकेको छु। आज म जापानको योकोहामाको नागातागिता भन्ने ठाउँमा छु र आज विशेष सटरडे भएको कारणले गर्दा आज हाम्रो गएको पनि छैन है। त्यसैले आज हामी चाहिँ समुद्रतिर जाऊँ भन्ने प्लान त थिएन है। खासै म चाहिँ सुतिरहेको थिएँ। अहिले ठ्याक्कै 11 बज्यो अनि म सुतिरहेको क्रममा साथीले एक्कासी कल गरेर जाऊँ न समुद्रतिर यसोमा भनेर अब कल गर्दाखेरिमा जाऊँ न त भन्ने पो हतारमा यताउता यस्तो है। मेकअप सेकअप केही नगरेर मेकअप त के गर्नु है। टक्क निस्कियो। अब त्यो मेरो बस्ने होस्टेल चाहिँ त्यो हो। यो चाहिँ बाटो भयो होइन। साथीहरू चाहिँ अगाडि पसलमा वेट गरिरहेछ मेरो लागि। तपाईँ ठिक छ, भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको पुरा दृश्य समुद्रमा गएको डिटेलली यहाँको भ्यू यहाँको मोमेन्ट सबै तपाईँहरूमाझ सम्पिने प्रयास गर्नेछु। तपाईँहरूले माया ममता सधैँभरि दिनुहुन्छ भन्ने आशा गरेको छु। फाइनली गाइज मैले मेरो साथीहरूलाई पनि मैले वेट गरिरहेको साथीहरूलाई पनि भेटिसकेको छु। हामी चाहिँ आज खासमा विशेष गरेर हामी कहाँ जाँदैछौँ केटाहरू? हामी समुद्र जाँदैछौँ। कामाकुरा कहाँ होइन त? के छ अनि हाम्रो सुजनजीको भनाइ के राख्न चाहनुहुन्छ तपाईँ? सुजन दाजु बिहान कामबाट आएको, हिजो काममा गएको, बिहान कामबाट आएको दाजु अब बेलुका काममा जानु छ। दर्शकहरूलाई प्रश्न के काम होला दर्शकहरूलाई प्रश्न भनिदिनु पर्यो। सुजनजी आजको तपाईँको प्लान के छ? सुजनजी तपाईँको आजको प्लान के छ? दर्शकजीलाई स्पष्ट भनिदिनु पर्यो। जुत्तो बिरुन नोन्दे आतो ठिक छ। अनि समुद्रमा गएर अनि केटाहरू चाहिँ होइन अब होस्टेलमा अब यस्तै त हो नि होइन। अब कोही कामबाट आउँछन्, कोही कलेजबाट आउँछन्, कोही अब सुतेका हुन्छन्, कोही गर्लफ्रेन्डसँग बोलिरहेको हुन्छन् होइन। अब त डिस्टर्ब हुन्छ, यताउता हुन्छ नि त। त्यही कुराहरूमा कुरा गरिरहेछन् केटाहरूले। केटाहरूलाई होइन अब केटाहरू रातभरि काम हान्छन् होइन। अनि फेरि अब सुत्या हुन्छ नि त बिहानपल्टि, फेरि अर्कोलाई हल्ला गरिदिन्छ होइन गाइज। फेरि त्यसपछि ड्याङ्गी ड्याङ हुन्छ कि होस्टेलमा ल्याम है। के छ केटाहरू तिमीहरूको होस्टेलमा कस्तो अवस्था छ? त्यही हो अब यहाँ यी दुईजनाले सुत्न दिँदैन मलाई। के गर्छ भनेपछि सुत्न नदिनको कारण के रहेछ? अब त्यो बिस्तारैमा आउँछ। अब बोकाहरू केटीसँग बोल्छ हो त्यो अब सोझ मान्छेले सुत्न दिन्न। हामी बेरोजगारलाई धरि सुत्न दिन्न यिनीहरू। बेरोजगारी सुत्ने कि सुत्ने भनेको तर बेरोजगारी हो नि भाइ होइन। सुत्ने भनेको बेरोजगारी हो नि। काम गर्ने मान्छेले त काम गरिहाल्छ हो। हामी जस्तो बेरोजगारीले चाहिँ मजाले सुत्ने भयो। तर मेरो भाग्य चाहिँ होइन, जता गए पनि सुत्ने भाग्य चाहिँ हो कि म चाहिँ होइन हिमाल पहाड तराई नेपाल विदेश जुनसुकै ठाउँमा जाउँ कि तर मेरो भाग्यमा सुत्नै लेखाएर रहेछ कि जहाँ जान्छु सुत्ने। केटाहरूको म फेरि त्यस्तै लाइनमा परेँ नि होला। सुरुमा परेँ कामलाई कामै भने कामलाई रमाइलो तरिकाले भयो। केटाहरू यहाँ मात्रमा कतिको रमाइलो हुन्छ? यहाँ त सही हो। के कुरा आन्जनमा रमाइलो हुन्छ। अस्ति निसेले त आएको छ है आन्जनबाट आउँदाखेरिमा है ट्रेनमा आइडी मागेर पठाइहाल्यो। निशेष राम्रै थियो केटी। निशेष
ओ निशेष निशेष खाना खाना राम्रै थियो त्यो केटी खाना भन्दै राम्रो थियो नि त हो म चाहिँ सोध्दा पठायो कुरा कहाँसम्म गयो नि भाइयो केटी भाइ अन्त होइन आधी कुरा त्यो अर्को साथी पठाउनु मेरो लागि बोयफ्रेन्ड छ अरे क्या त्यसको हो मेरो पनि गर्लफ्रेन्ड छ भन्देऊ न त नभए गर्लफ्रेन्ड बोयफ्रेन्ड छ अरे भन्दै मैले ए बोयफ्रेन्ड छ भने ए हामी आन्टी लभर हो भने होइन मलाई त्यस्तो कुरामा इन्ट्रेस्ट लाग्दैन मान्छे अलिक बफादार बन्नु खोज्छ के त केटी ऊ हो अस्ति एक दिन आज एक दुई दिन त त्यही गऱ्यो भने बफादार गर्छ अर्को दिन आएर म छुट्टिन्छ चिनीलाई यहाँ त हामी चिनीलाई यति छ के भने हौ तर चार महिना लाइनमा एउटा बिरो हान्नुपर्छ क्या यहाँ अब लसनमा बिरो अहिले नहान्ने यार म कहाँ बिहान 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 हान्ने 4 महिना 4 महिना भनेको 4 त्यहाँ 120 यिनीहरूको पारा चर्ती कला गाइज फाइनल्ली गाइज हामी चाहिँ समुद्रमा आइपुगेका छौँ तपाईँ हेर्न सक्नुहुनेछ समुद्रको दृश्यलाई तपाईँ राम्रोसँग निहालेर हेर्न सक्नुहुनेछ ए लेट्स गो हो केटाकेटी हो कस्तो छ फाइनली चाहिँ तर है मैले चाहिँ समुद्रमा चाहिँ अब है फर्स्ट टाइम हो कि म आएको है तर बवाल रहेछ तर यो चाहिँ एकदमै सानो हो त्यति ठुलो भाग चाहिँ होइन हेर्न सक्नुहुनेछ गाइस तपाईँहरू पनि यहाँ आएर रमाइलो गर्न सक्नुहुनेछ अब चाहिँ हामी नुहाउने हो नुहाउने ठाउँ चाहिँ ऊ त्यतातिर हो ऊ बाबुले ए केटा हो यास भिजायो